ओस्टियोआर्थराइटिसको लक्षणहरू भन्दाखेरि चाहिँ मुख्य लक्षण भनेको चाहिँ दुखाइ नै हो। यो दुखाइ चाहिँ अर्ली स्टेज आर्थराइटिस हुँदाखेरि चाहिँ कम सिभियर हुन्छ, माइल्ड खालको दुखाइ हुन्छ भने जब आर्थराइटिसको स्टेज प्रोग्रेस गर्दै जान्छौँ त्यसपछि दुखाइको सिभियरिटी चाहिँ बढ्दै जान्छ। अब सुरुमा चाहिँ हामीलाई धेरै हिँड्दाखेरि उकालो भर्याङहरू चढ्दाखेरि त्यस्तोमा चाहिँ दुखाइ हुन्छ भने यदि यो आर्थराइटिस प्रोग्रेस हुँदै गएर लेट स्टेज आर्थराइटिस छ भने चाहिँ हामीलाई दैनिक क्रियाकलापहरू गर्दाखेरि घरभित्रै हिँडडुल गर्दाखेरि पनि दुखाइ हुने र अब अन्तिम स्टेजमा जाँदाखेरि चाहिँ बिरामीलाई बस्दाखेरि नै रेस्ट गरेर बस्दाखेरि पनि दुखाइ भइराख्ने समस्या हुन्छ। यो बाहेक दुखाइ बाहेक अरू भनेको जोर्नी जाम हुने, जोर्नी चलाउँदाखेरि चाहिँ कडक कडक आवाज आउने, बेला बेलामा जोर्नी सुन्निने र जोर्नीले चाहिँ हिँड्दाखेरि अलिक भर नपाए जस्तो हुने। अनि जोर्नी चाहिँ हाम्रो जोर्नी खिएको प्रकृति हेरेर हाम्रो युजुअली जोर्नी चाहिँ भित्री भागमा बढी खिइन्छ। घुँडाको कुरा गर्दाखेरि घुँडाको बाहिरी भागभन्दा भित्री भाग बढी खिइने भए हुनाले जोर्नी चाहिँ बिस्तारै टेढो बन्दै जाने हुन्छ। यस्तो चाहिँ जोर्नी खिएका लक्षणहरू हुन्।